हामी अल्सी छौं, स्वार्थी छौं, लोभी छौं, पापी छौं। यो चारवटा रोग छ हाम्रो। नम्बर 1 मा हामी अल्सी छौं। अल्सी नभए पनि हामी फेरि स्वार्थी छौं। काम त गर्छु तर मलाई हुनु पर्यो नि, मेरो मेरो के होइ मलाई छैन, हुँदैन 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 है। लोभी छौं हामी, कति लोभ गर्ने हैन, कति लोभ गर्ने हैन। यति चामलमा भात खाने होला हामीले हैन। एक बोरा चामलमा भात खाने मान्छे यहाँ कोही छ? हात उठाउनु त। छ? छैन छैन। क्विन्टलका क्विन्टल सुन बोकिनु पर्ने है। मनभरि पाप लिएर बस्नु पर्ने। मलाई पख राम्रो बोलिस् त्यहाँ मलाई हेर है। त्यसले गर्दाखेरि म भन्न चाहन्छु यो चारवटा बिरामी जुन हामीलाई लागेको छ नि, अल्सी, स्वार्थी, लोभी र पापी, यो चारवटा रोगबाट पनि हामी अब मुक्त हुनुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। म त्यो भन्न चाहन्छु। र त्यो सम्पूर्ण कुराहरूलाई एउटै विधिबाट हामी गर्न सक्छौँ, त्यो श्रमदानको विधिबाट गर्न सक्छौँ। यहाँहरू सम्पूर्णलाई म हृदयदेखि अनुरोध गर्न चाहन्छु। धेरै कुराहरू छन्, सबै कुरा नराखौँ, नभनौँ। यो भ्रष्टाचार, घुसखोरी, कमिसन भन्ने कुरा सुन्दा सुन्दा हैरान भयो। अब यसलाई तह लगाउनका लागि पनि हामी अब एउटा टिम बनाउनु जरुरी छ। म यहाँ सम्पूर्णलाई भन्न चाहन्छु, म चाहिँ मिसन टुडे र मिसन राइट डाउन गर्ने मान्छे हो। तर लोकतन्त्रमा हैन आवधिक चुनावहरू हुने गर्छन्। हामी अब देशैभरि सङ्गठित हुनु जरुरी छ। दमकमा पनि हाम्रो चाहिँ उम्मेदवारी होस्, दमकको चाहिँ प्रत्येक वडामा, नगरमा होस्, यहाँका निर्वाचन क्षेत्रहरूमा पनि हाम्रो चाहिँ उम्मेदवारी होस्। तपाईहरू इमानदार हुनुहुन्छ, तपाईहरू बेदाग हुनुहुन्छ, तपाईँ काममा विश्वास गर्ने, तपाईँको श्रमदानमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने अब जोडिनुहोस् है। म धरानको मान्छे, म धरानको नेतृत्व गर्न सक्छु, दमकको नेतृत्व गर्न सक्दिनँ, सबैतिर गर्न सकिँदैन। दमकको नेतृत्व दमकबाट तपाईँको चाहिँ चुनेर आउनुपर्छ। हामी अब एउटा सङ्गठन निर्माण गर्छौँ, त्यो सङ्गठनले चुनावमा भाग लिन्छ। यो देशको चाहिँ भ्रष्टाचार, यो घुसखोरी र कमिसन तन्त्र, यो जति पनि व्यक्तितिर चाहिँ तपाईँको विकृति विसङ्गतिहरू छ, जुन चाहिँ राजनीतिक हिसाबले संस्थागत भएर बसेको, त्यसको जरा कसैले उखेलेर फाल्न सक्छ भने त्यो व्यक्ति भनेको हल्क साम्पान नै हो। लेखेर राख्नुहोस् है। तपाईँले साथ दिनुहोस्। अरूको भाषण मात्रै हो, फुट्की हेरेर चाल पाइन्छ। ढुङ्गा बोकी बोकी विश्व रेकर्ड राख्ने मान्छे हौ हामी है। हामी जे बोल्छौँ गर्छौँ, नगर्ने कुरा बोल्दैनौँ पनि। र त्यो तपाईँको चाहिँ यात्रामा, त्यो तपाईँको सुशासन र विकासका यात्रामा, त्यो उत्पादन र निर्माणका यात्रामा, त्यो तपाईँको चाहिँ नौलो भविष्य, देशको भविष्य लेखनको यात्रामा तपाईँहरूले मलाई साथ दिने कि नदिने, त्यो सोध्नका लागि पनि म आज यहाँ तपाईँहरूको नगरमा आएको छु। आदरणीय दाजुभाइ दिदीबहिनी, अब हामी, मैले अघि भनिसकेँ, 84मा स्थानीय तह सबैतिर हाम्रो चाहिँ तपाईँको चाहिँ अभियानको तर्फबाट हाम्रो उम्मेदवारी हुन्छ। तपाईँहरूबाट छानेर आउनुपर्छ है। दमकको मेयरको उम्मेदवार धरानबाट मैले लिएर आउने होइन, तपाईँहरू माझबाट चुनेर आउनुपर्छ होइन। दमकका चाहिँ स्थानीयदेखि लिएर यहाँनिर विभिन्न खालका चाहिँ प्रदेश र सङ्घमा पनि हाम्रो चाहिँ उम्मेदवारीहरू हुनेछ। अब राजनीति गर्न आँटे पनि के हो, यो के खाले भन्नु होला है। त्यसलाई राजनीति भन्छ भने राजनीति नै छैन है। हामी अगाडि बढ्नुपर्छ। हामी जस्तो काम गर्ने मान्छे माथि पुग्नु पर्यो नि, कि परेन? सगरमाथाको देश होइन, सगरमाथाको देश, हिमाल भएको देश, त्यो हिमालमाथि चढेर सारा संसार हेर्न पर्ने ठाउँमा, हेर्न सकिने ठाउँमा टावरहरू बनिरहेको देख्छु। कतिको चल्दैछ? एक आवश्यकता थियो होला, तर उहाँ छोड्नु नभन्नु है, नभन्नु भयो। पब्लिकलाई तपाईँको छैन है। हिजो भिजा भन्ने कुराहरू पनि आइराखेको छ कि बिहानको मेरो गीत सुन्नुभयो? अब सुशासन उहाँहरूबाट हुँदैन। सुशासन हुन्छ त सानो मान्छेबाट,
तपाईँ जस्तो सानो मान्छेबाट हुन्छ, म जस्तो सानो मान्छेबाट हुन्छ। ठुलो मान्छेले गर्ने भनेको त यो देशमा राजनीति मात्रै हो है। ठुलो मान्छेले यो देशमा गर्ने भनेको त के हो? राजनीति मात्रै हो है। उहाँहरू भाषण गर्नुहुन्छ तर काम गर्न सक्नुहुन्न। भिजन छैन एउटा कुरा, देशभक्ति छैन मनमा अर्को कुरा। त्यति भइसकेपछि तपाईँको छैन भ्रष्टाचार गर्नु र कमिसन खानु, घुसखोरी गर्नु, मान्छे बेच्नु होइन, यो भन्ने कुरा ठुलो कुरो रहँदैन रहेछ। तर हामी जस्तो मान्छे जो काममा विश्वास गर्छौँ नि, यस्तो मान्छेहरूले गर्न सक्छ। म तपाईँहरूलाई भन्न चाहन्छु, समय आयो, अब समय आयो, समयले तपाईँलाई बोलाइरहेको छ। अब हामी अर्कै तरिकाले अर्कै सिराबाट अगाडि बढ्नुपर्छ। आदरणीय दमकवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी यस्तो एउटा टिम बनाऊ जुन टिमले पसिनामा तपाईँको चाहिँ विश्वास गरोस्, पसिना बगाएर खाने कुरामा विश्वास गरोस्, यताको कुरा उता फिटिङ गरेर, उताको कुरा उता सेटिङ गरेर, बिचौलिया बनेर लाखौँ करोडौँ खाने कुरामा विश्वास नगरोस्। अरूले अलिकति दिन्छ, अलिकति माथि ठुलो भत्काउँछ, सानो चोइटा म पाउँछु र त्यो चोइटाले जिउ पाल्छु भन्ने किसिमले पनि हामी नबाँचौँ। त्यस्ता खालका मान्छेहरू हामी यहाँ छैनौँ पनि जस्तो लाग्छ। यदि छौँ भने पनि हामी चेन्ज हुनुपर्छ। तपाईँहरू चेन्ज कसरी हुन सक्नुहुन्छ भने श्रमदानमा आउने गर्नु, श्रमदान सुरु गर्नु। देशका लागि तपाईँ मरिमरि पसिना भएर खट्नुहुन्छ नि, त्यहाँदेखि तपाईँलाई थाहा हुन्छ देश भनेको के रहेछ। म सबैलाई त्यो पनि भन्नु र यी सबै कुरा गर्नका लागि अब हामीले एउटा टिम बनाउनुपर्छ। त्यो टिममा तपाईँहरू पनि जोडिनुहोस्। मैले अघि भनिसकेँ, अब यो आउँदो 84मा हामी देशैभरिबाट उम्मेदवार खडा गर्छौँ, देशैभरि चुनाव पनि जितेर देखाउँछौँ होइन। तपाईँलाई विश्वास लाग्ला नलाग्ला, तर झुटो बोल्दैन यो सानो केटाले होइन। यो सानो केटाले तपाईँको चाहिँ भनेको कुरा झुटो हुने छैन, किनभने त्यो अभियानमा म एक्लो हुने छैन, यो तपाईँको अभियान है। यो दमक खर्च साम्पाङको होइन, यो दमक तपाईँको है। तर तपाईँलाई मैले सही अर्थमा बिउजाउनका लागि, बोलाउनका लागि र सही मार्गमा जानुपर्छ है भन्ने आह्वान गर्नका लागि आएको। म त्यो भन्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनी, अब धेरै कुरा नभनौँ, स्वर सुक्न आँट्यो होइन। फेरि भरे गएर बेलुका गीत पनि त गाउनु पर्यो होइन, गीत पनि गाउनु पर्यो, फेसबुकबाट पनि जगाउनै पर्ने हुन्छ, नाचेर पनि जगाउनै पर्ने हुन्छ, गाएर पनि जगाउनै पर्ने हुन्छ। तपाईँ हामी सबैजना अब एक ढिक्का भएर अगाडि बढ्नुपर्छ। म त्यो भन्न चाहन्छु है। हाम्रो प्रतिस्पर्धा चाइना र इन्डिया हुनुपर्छ। चाइना र इन्डिया विकासमा है। ए मानेर कङ्ग्रेस के जति भनेर छैन हामीले चाहिँ त्यतातिर हाम्रो होइन। हाम्रो उद्देश्य भनेको चाइनालाई जितेर देखाउने हो, चाइनालाई जितेर देखाउने हो विकासमा है। विकासमा त्यो गर्न सक्छौँ हामी कि सक्दैनौँ? हो, सक्छु भन्नुपर्छ, हुन्छ भन्नुपर्छ। सक्दिन र असम्भव भन्ने कुरा छँदै छैन है। सक्छु भन्नुपर्छ, हुन्छ भन्नुपर्छ। अर्जुन दृष्टिका साथ हामी अगाडि बढ्नुपर्छ। एकाबद्ध भएर, एकाकार भएर दुईवटा नदीहरूको सङ्गम पछाडिको मिलेर गएको चाहिँ एउटा सादा नदीको रूपमा हामी अगाडि बढ्नुपर्छ है। पार्टीको, जातिको, धर्मको, यसको त्यसको कुराले हामीलाई तितर बितर गराएर आज हामी एक ठाउँमा कहिले भेला हुँदैनौँ होइन। भेला कहिले हुन्छौँ, कहिले हुन्छौँ थाहा छ? कसैको बिहेमा जन्ती जाँदा अनि कोही मर्दा मलामीमा होइन। अनि जन्ती र बिहे के अरे मलामीमा मात्रै भेटेर देश बन्छ? हिजो आज त तपाईँको कुनै पार्टीमा छिरेन भने त मलामी पनि पाउँदैन अरे भन्ने पो आइरहेको छ। गलत हो है, गलत हो। त्यसो भएको कारणले गर्दाखेरि अब त्यस्ता विभाजनका पर्खालहरू, त्यस्ता विभाजनका विभिन्न खालका भङ्गालाहरूलाई हामीले अब बिर्सेर एक गर्नुपर्छ। म सबैजनालाई त्यो विनम्रताका साथ अनुरोध गर्दै यहाँहरू सबैजना जो जति यो देश बनाउने टिममा, देश जोगाउने टिममा है, पसिना र चेतना, औजार र विचार यो तपाईँको चाहिँ अभियानमा जोडिन चाहनुहुन्छ, तपाईँहरूलाई नाम लेखाउनु होला। म नेतृत्व गर्छु भनेर आउनु होला है। म त यो देश बनाउन निस्केको मान्छे, तपाईँहरू देश बनाउन आएको हो यहाँ? के भाषण सुन्नु
मात्रै आउनु हो देश बनाउन आएको यो देश तपाईको हो जोडले भन्नुहोस् यो देश तपाईको हो फेरि भन्नुहोस् मैले सुनिनँ यो देश तपाईको हो यो देश बनाउने जिम्मा तपाईको हो यो देश बनाउने जिम्मा तपाईको हो तपाई सक्नुहुन्छ त यो देश बनाउन तपाई सक्नुहुन्छ यो देश बनाउन यदि त्यसो भने हामीले अब कसैले पनि छेक्न सक्दैन है हामी यो विश्वमा यति धेरै काम गरेर देखाउनु पर्छ कि रातभरि पनि कामै काम दिनभरि कामै काम गर्नु जस्तो लाग्छ तर अहिलेसम्म भइसकेको चाहिँ छैन घरानमा मात्रै ठुल्ठुलो लाइट पनि किन्दैछु राति गर्ने त्यहाँ त्यो भन्न चाहन्छु र यति भन्न चाहे र आयोजकलाई पनि हार्दिक धन्यवाद दिँदै तपाईहरु सबैजना त्यो टिममा आबद्ध भइदिनु होला प्रसाद तपाईले भन्नु होला हैन सबैजना युवाहरु विशेष गरी म के रे आबद्ध हुनका लागि अनुरोध गर्न चाहन्छु र सबैजना है हामी सबै युवाहरु हैन प्रधानमन्त्रीज्यू त अझैसम्म युवै हो भनेपछि हामी होइन त अझै दुई चारवटा म सबै युवाहरुलाई जोड्नको लागि अनुरोध गर्न चाहन्छु यति भन्दै मेरो दुई शब्द थियो कि कतिवटा शब्द थियो यही अन्त्य गर्दछु नमस्कार छ जय होस् जय देश